चाहिँ कुसेतिर त्यो डाँडा त्यो उताको डाँडाभन्दा उठ्नु पर्छ क्या गाई। र आज चाहिँ न्यु इयर है, ह्याप्पी न्यु इयर। मेरो साथी बाइकले चाहिँ लास्टै धोका दिइरहेको थियो, यो रेस नै लगिदिरहेको थियो। यस्तो ब्युटिफुल ठाउँ छ म हजुरहरूलाई देखाउँ। वास्तवमा आज बाइकको त सत्यानाश हुन्छ क्या, बरु हिँडेर जानु यसले बाइक चलाउनु भन्दा गरेर हेर्नु न, के रेसै लग्दैन के गाइदिने यस्तो हिस उठिरहेको छ मलाई यो बाइक देखेर। सो फाइनल्ली गाइज हामी चाहिँ ट्याक्कै पुगिसक्यौँ। गुड मर्निङ गाइज, गुड मर्निङ। सबैजना सन्चै आरामै हुनु होला, म पनि एकदम सन्चै आरामै छु भनौँ। अहिले चाहिँ म दाजुकोट खलङ्गा बजारमा छु। म चाहिँ जान लाग्छु आज यता कुसेतिर, अफ रोडिङ हुनेवाला छ मस्तको। सो हेर्दै गरौँ होइन। फर्स्ट अफ अल हामी चाहिँ हेर्न सक्छौँ टक्क लगाएर यताको भ्यू कस्तो दामी देखेको छ, कस्तो दामी देखेको छ। रेडी भइसकेको छु फ्रेस भएर। मेरो बाइक चाहिँ तल छ होइन, यता भाउजूको रुममा बसेको थिएँ। सो यता साइडबाट पनि देखाउँदै यस्तो भल देखेको छ कि गाइस, टक्क लगाएर हेर्न सक्नुहुन्छ खलङ्गा। म चाहिँ अहिले ठाँटी बजारमा छु, हेर्न सक्नुहुन्छ। ट्यान भइसक्यो, बस वर्क जस्तो देखिएको छ मस्तको होइन। अब रेडी भएर निस्क्यौँ है त। हो के छ, ठिक छ भन्, नमस्ते भन् सबैलाई। नमस्ते। के छ सर, सबैजना सन्चै हुनुहुन्छ भन्। अहिले हामीसँग बोल्न, अघि त के गर्थ्यो त अनि भिडियो बन्छ क्या। ल हेलो नमस्ते, सबैजना सन्चै हुनु होला, म पनि सन्चै छु, आरामै छु। चस्मा लगाएको छु हिजो अस्ति मेलामा गएर भन्। जान्दै पछि भन्लाई। ल हुन्छ त है, ल ढोकोरे ल तल। ल म पनि लागेँ नि, बस्नुहोस्। यता पैकोतिर जानु पर्यो। Alright guys, good morning. So welcome back to my new day, a new vlog. त्यहाँदेखि हालौँ, let's see। अबको राइड चाहिँ कुसेतिर गाइज है, कुसेतिर। सो अगाडिको भिडियो चाहिँ एकदम खत्तम भयो क्या गाइज, त्यसैले चाहिँ मैले एकदम अब राम्रोसँग गराउने सोचेर चाहिँ फेरि सुरु गरिरहेको छु। लेट्स सी, चिप्लो बाटो छ होइन, एकदम अफ रोडिङ छ। सो यस्तो बब्बाल मजा आउनेवाला छ अफ रोडिङमा, हेर्दै गरौँ कस्तो छ भनेर चाहिँ। मेरो बाइकको अवस्था अहिले ओह्रालोमा चाहिँ यस्तो खतरा गरी दौडिन्छ होइन, जस्तै उकालो सुरु हुन्छ त्यस्तै उकालोमा चाहिँ बिचमा ऊ नै तान्दैन कि, त्यो पिकअप नै लिँदैन कति पनि। अन्त मैले चाहिँ बिहान हिजो 2 बजे पुगेको, 2 बजेतिर त्यो बनाउँदा है टाइम चाहिँ गएको चाहिँ साँझ भइहाल्यो। अनि अहिले फेरि गएर देखाएँ कि गाइज, अब केही भयो भनेमा हुन्थ्यो, अब चाहिँ अब जसरी भयो भने यस्तै गरेर जाने हो भनेर सोचिरहेको छु। अफरोडमा यस्तो मजा आउँदैन गाइड चलाउन बाइक होइन, चलाएर चलाइन्छ बाइक चाहिँ अफरोडमा। हेर्न सक्नुहुन्छ रिसाङ भन्छ है यसलाई चाहिँ। हामीलाई जानुपर्ने चाहिँ धेरै टाढा छ गाइस, टाढा त्यो डाँडा, त्यो उताको डाँडाभन्दा उठ्नु पर्छ क्या गाइस, त्यहाँ जानुपर्ने छ। अनि यस्तै हो बाटो चाहिँ, कहीँ क्लियर छैन, यस्तै अफरोडमै छ बाटो चाहिँ। यस्तो छ केटा हो, गाह्रो छ। र आज चाहिँ न्यु इयर है, ह्याप्पी न्यु इयर मेरो साथीहरूलाई है, मेरो सबै इष्टमित्रहरूलाई चाहिँ। सो म चाहिँ अहिले यस्तो ठाउँमा छु कि विस गर्न पनि पाएको छैन, न नेट छ न केही छ होइन। त्यो सबैजनालाई ह्याप्पी न्यु इयर। अनि सधैँ खुसी हुने केटाहरू रमाइलो गर्नु, त्यही हो। मेरो बाटो चाहिँ यस्तै हो केटा हो, गाह्रो छ नि त मलाई। लास्ट चाहिँ यहाँ त पसल पनि सुरु भइसकेको रहेछ केटा हो। च्याक यहाँबाट बाटो छैन, बाटो होला नि यार, यहाँ खोलामा हाल्ने कसले हाल्छ, यस्तो हाल्ने हो नि त्यहाँ खोलाएर। यसरी हालिदिनु केटा हो मैले चाहिँ। त्यहाँ घुम
कहिले कस्तो घुम्दिनँ क्या बाइकले चाहिँ लास्टै धोका दिइरहेको छ क्या यो रेस नै लगिदिरहेको छैन मैले यो त्यत्रो एफआई बनाएँ होइन एफआई पुरै सफा गरेँ क्या एफआईको कारणले हो भनेर मैले सफा गरेँ होइन यहाँ हेर्नु है यस्तो 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 रेस मैले फुल रेस लगेको छु होइन त्यही पनि यस्तो गरिदिन्छ कि यस्तो यस्तो गरिदिइरहेको छ भाइ अब यस्तो यो एफआई जस्तो कबाड बाइक मैले कहिले पनि सोच्दैन क्या अब यस्तो तरिकाले यो उकालोमा मैले कसरी काटौँ लगेको त आफै भनौँ न अनि यस्तो बाइक सर्भिस पनि डेली गर्छु क्या मैले अनफोर्ड छ त्यहाँनिर धोका दिने हेर्नु न यो तरिकाले त म कसरी चलाउँला क्या हेर्नु न यो बाइक हेर्नु न यो कुनै बाइक हो अनि मलाई रिस त यस्तो गर्छु मैले बाइकको कन्डिसन लास्ट खराब छ गाइज के गर्ने हो अझै यो उकालो भयो यहाँबाट अझै अगाडि जानुपर्छ झन् उकालो छ गाइज यहाँ अलि अगाडि काम छ त्यसपछि माथि जानु पर्ला गाइज यस्तो बिचमा बिच बाटोमा बसेर खाना खाइदिएर बाइकले तानि नै रहेको छैन गाइज यार के गर्ने हो के गर्ने लास्टमा भएन र यस्तो ब्युटिफुल ठाउँ छ म हजुरहरूलाई देखाउँछु होइन मलाई चाहिँ बब्बाल लाग्छ क्या त्यो ठाउँ चाहिँ होइन अलि अगाडि गएपछि देखिन्छ त्यो हजुरहरूलाई त्यो देखाउँछु यो बाइक चाहिँ यस्तै हो यसलाई मैले कबाड बनाएर नेपालमा लगेर जान्छु मैले थाहा भइसक्यो झन् राम्रोसँग बिस्तारै चलाउँला बिस्तारै जाउँला भनेको त आमा सक्नुहुन्छ यस्तो दामी ठाउँ छ पुरै छोडिदिउँ क्या हजुरहरूलाई देखाउँछु मैले बाइक होइन लास्टै धोका दिइरहेको छ क्या यो बाइकले चाहिँ के गर्ने हो थाहा नै छैन यो पुरै त्यो हुन्छ नि त्यो रेस लिँदाखेरि चाहिँ प्लास्टिक कम लिइरहेको छ क्या रेस लिँदा बिचमा छोडिदिइरहेको छ अनि त्यही के गर्ने हो अझै माथि जानुपर्ने छ कि अझै उकालो छ सो म सोचौँ अब हामी त्यहाँ माथि डाँडा छ नि त्यही उतापट्टि जानुपर्ने छ कि लास्टै माथि छ हेर्नु आउँछ गाइस आउँछ बब्बाल छ नि होइन सो गाइस कस्तो लाग्यो घर ठाउँ कस्तो लाग्यो होइन यस्तो दामी छ नि होइन घर सो अलिकति केही पैसा यसो कमाइ भयो भने चाहिँ यत्तिको चाहिँ बनाउँछु मैले चाहिँ घर यस्तो बब्बाल लाग्छ मलाई चाहिँ हाम्रो गाउँ पनि यस्तो दामी छ मैले अघिल्लो भिडियोमा चाहिँ हालिदिएको थिएँ अलिअलि उसले त मान्न गएको बेलामा चाहिँ हालिदिएको थिएँ सो अब चाहिँ दिदी चाहिँ खलङ्गा गइसक्नु भयो रहेछ अनि काम भएन अब चाहिँ यहाँदेखि हामी कुसेततिर लागिरहेछौँ अब गाइस हामी चाहिँ निस्किनु लाग्यो यहाँबाट थाकियो यार बाइकलाई देखेर बाइकले धोका दियो भने चाहिँ मैले सोचिरहेको थिएँ यहाँबाट त सिधै खालिदिन्छु भनेर यस्तो रिस उठिरहेको छ कि पुरै छोडिदिउँ यस्तो सर्भिस गर्दा पनि यस्तो भइदिन्छ अरे बाइक खलङ्गा त्यसै बसाइ भयो बाइकको चक्करमा त्यही पनि जस्ताको त्यस्तै छ पैसा त्यस्तै गयो सब काम सकाइदिउँला भनेर सोचेको थिएँ यस्तै हो भने चाहिँ म छिटै घरतिर फर्किनु पर्छ अब जे हुन्छ अब सिधै अब नेपालमा पुग्ने हो गाई त्यताको काम सकाएर फाटफुट गइहाल्ने मेला हेरौँला अनि मेला भनेर सोचेको थिएँ यहाँ मेला लाग्नु लाग्छ जाँदै हो कि के भन्छ त्यो मेला चाहिँ यस्तो बाल हुन्छ अरे 5 वर्षमा एकचोटि लाग्छ भनेर सुनिरहेको थिएँ गाडीहरू चाहिँ जान्छन् त्यो लोकल बसहरू अलिअलि ठुल्ठुलो बसहरू जान्छन् खासै त्यस्तो अप्ठ्यारो त छैन होला बाइकको लागि तर अलि अगाडि माथि जाँदाखेरि चाहिँ अलि अप्ठ्यारो हुनसक्छ मलाई चाहिँ के प्रब्लम छ त्यो पनि ग्यारेजबाट थाहा पाउन सकेको छैन के भन्दै थियो माथिको मोटर एफआई मोटर नै चेन्ज गर्नुपर्छ भनेर भन्दै थियो मैले अस्ति भर्खर मोटर चेन्ज गरेको कसरी मोटर चेन्ज गर्नु भनेर भने अनि त्यसपछि अब के गरौँ त भनेर भन्छ सब खोलेर सफा गरेकै हो भनेर भन्छ ठिक छ जहाँसम्म जान्छ जाँदैन त्यहीँ खालिदिन्छु हिँड्छु म कैसे लोग रहते हैं यार यहाँ पर यस्तो मस्टर तानिदिएको छ कि बहुत पावर छ कि क्लच प्लेट गयो भन्ने डर पनि छैन हो क्लच प्लेट पनि गएको छैन यसमा त कस्तो जाम गरेर बसाइदिएको हेलो गर्छु हेर्न सक्नुहुन्छ बाटोको जाम यो धुलो खुवाई कस्तो छ यहाँको बाटो राम्रो छ मान्छे यो बाइकले मेरो बेइज्जत गराउँछ कसम भने गाइज होइन यो बाइकले यार तान्दै ओ सर कता हो
ओ नमस्कार नमस्ते कहाँ त लाग्नुभयो खै हजुर खलङ्गा यार मोमो यार ठिक छ अरू ठिक छ कता लानुभयो माथि त भेट्दै गरौँ ल है सिधा बाटोमा मस्तसँग तान्थ्यो गाई तर जस्तै उकालो भयो त्यस्तै यसको त कुरै छोड्दिउँ अब के भन्नु हामी चाहिँ बाहुन थाना हेर्न सक्नुहुन्छ कस्तो दामी छ बाहुन थानाको बजार होइन बाटो पनि खुलिरहेको छ अब पिच हुन्छ होला सायद कस्तो दामी छ क्या दामी हामी चाहिँ अहिले बाहुन थानाबाट अब माथि जान्छौँ यहाँबाट किनभने 1-1.5 घन्टा चाहिँ ढुक्क लाग्छ क्या गाई त्यही कारणले मैले यो बाइक हुँदैन भनेर चाहिँ मैले त्यो बाइक बनाएको बट भएन क्या बाइकको हालत यस्तो देखेर मलाई आफै टिट लागिरहेको छ के गर्नु भनेर ल कस्तो अजिब गरेर कसम भने बाइक कसम तान्दै नताने हो यो कसम भनेमा कसम फालिदिन्छु मैले बाइक हाफ क्लचमा चलाइरहेको छु मैले कम त गाह्रो हुन्छ यो हाफ क्लचमा चलाउनु कतै चाहिँ पिच गराइदिएको छ जता पिच गराइदिएको कति मजा आउँथ्यो यार कसम आज बाइकको त सत्यानाश हुन्छ क्या यस्तो रोल्नु चाहिँ मस्तसँग दौडिन्छ कि बाइक यस्तो मजाले दौडिन्छ नि त्यही छोडिदिन्छ बाटो पनि यस्तो मस्तको छ यस्तो मजाले जान्छ नि यो बाइकले तर अब त्यो उकालोमा चाहिँ खै के भएको छ त्यो पारी देखिरहेको छ त्यहीँदेखि चाहिँ त्यहाँभन्दा नि उताटिको डाँडामा जानुपर्छ क्या हामीले 5 घन्टा जानुपर्छ त्यहाँदेखि चाहिँ सिधा ओह्रालो लाग्छ गाई त्यहाँदेखि चाहिँ मलाई हल्का फिल हुन्छ त्यहाँदेखि अनि सो माथि जाँदाखेरि चाहिँ अलिक अप्ठ्यारो लाग्ला जस्तो भइरहेको छ माथि पाहाडमा जाँदाखेरि तर अब त्यति अप्ठ्यारो भए पनि होला भनेर चाहिँ म हिँडिसकेको छु अब यति टाढा आइसक्यो अब यहाँदेखि माथि जान के छ र थोरै छ मानौँ अब है अब हेर्दै गरौँ के हुन्छ अब यस्तो छ अलमोस्ट यस्तै गाह्रो छ हेर्न सक्नुहुन्छ होइन बाटो चाहिँ अनि यसमा चाहिँ हामीले धेरै गर्नुपर्छ क्या धेरै ध्यान दिएर चलाउनु पर्छ हेर्न सक्नुहुन्छ पारीबाट बाटो चाहिँ अलि राम्रै बनाएको छ जस्तो लागिरहेको छ साँच्चै अप्ठ्यारो बाटो छ गाइस पुरै छोडिदिनु पुरै मेरो न्यु इयर चाहिँ यसरी बितिरहेको छ म यो पललाई चाहिँ म याद गर्छु है अर्को वर्ष के भयो थियो होइन त्यति ध्यान भएन सो अहिले चाहिँ मलाई ध्यान हुन्छ यो चाहिँ एकदम खतरनाक न्यु इयर भइरहेको छ मेरो चाहिँ केटाहरूले चाहिँ रमाइलो गऱ्यो होला गाउँ नेपालतिर गाइस त्यस्तै छ रमाइलो भन्ने चिज अब एकचोटि गरौँला होइन त पहिला चाहिँ म यो बाइकलाई चाहिँ सही सलामत नेपालमा पुर्याएला मलाई पनि केही नहोस् बाइकलाई पनि केही नहोस् भन्ने तरिकाले चलाउनु पर्छ तर यसले नतानेर चाहिँ मैले यस्तो गरी चलाइरहेको गाइस आफ्नो माया त लाग्छ नि आफ्नो बाइकको जति जेसुकै गरे पनि होइन त्यस्तो छ कस्तो दामी छ दामी बाटो हेर्न सक्नुहुन्छ कस्तो छ र बाइकको हालत कस्तो छ अब के भन्न सकिन्छ कहिले कसो यस्तो भएको पनि हुन्छ क्या यसमा हावा ग्यास भरिदिएको पनि हुनसक्छ सो यसलाई चाहिँ यसो गरेर यसो हल्लाएर यसो गरेर यसो हेरौँ न त एकचोटि होइन त्यही कारणले पनि हुनसक्छ भन्ने मलाई लागिरहेको छ शङ्का चाहिँ सो अब यस्तै गर्दै हिँड्दै गर्नु पऱ्यो गाई अब यो बाटो अब के भन्नु अब यस्तै छ बाटोहरू त्योभन्दा नि बब्बाल बाटो चाहिँ यस्तो छ तर गाउँ चाहिँ यस्तो दामी छ क्या गाई हजुरहरू घुम्न आउनु सक्नुहुन्छ भने दाजुखुद्री घुम्न आउनुभयो भने चाहिँ अफ रोडिङको मजा पनि हुन्छ अनि त्यसमाथि हजुरलाई चाहिँ यस्तो दामी ठाउँहरू हेर्न पाउनुहुन्छ क्या हाम्रो गाउँसम्म चाहिँ बाटोहरू गएको छ मजाले जान पाउनुहुन्छ सो त्यही हो अलिकति यो बाइकले चाहिँ मलाई समस्या दिइरहेको छ भाइ नत्र भने यस्तो दामी तरिकाले देखाउने भने चाहिँ मैले एकदम छैन तरिकाले देखाउनु पऱ्यो हिँडेर जानु बेस बाइक चलाउनु भन्दा यस्तो घात गरिदिइरहेको छ नि मलाई लास्ट सुविधा अब यस्तो बाटोमा यो यहाँदेखि चाहिँ माथि हिँड्दै आउनुभयो भने यसरी माथि पनि जान सक्नुहुन्छ ट्रेकिङ पुरै जङ्गलको बाटो छ यहाँदेखि अगाडि यस्तै मेन रोडमा जानुहुन्छ मेन रोडमा पुग्नुहुन्छ होइन अनि त्यसपछि अलि माथि गएर जानुभयो अलि अगाडि गएपछि चाहिँ फेरि यस्तै भित्र जाने बाटो छ क्या अनि गाउँ छिरेर चाहिँ सिधै माथि डाँडामा लगेको छ यस्तो बब्बाल ठाउँ छ फर्स्ट टाइम गएको कि अस्तिको पल्ट एकदम बब्बाल मजा आयो हिँड्न पनि मजा आयो होइन अनि माथि गएर माथि होटेल पनि छ पाँचपेटे भन्ने ठाउँमा चाहिँ त्यहाँ गएर बसेर त्यसपछि गएको म चाहिँ माथितिर हेर्न सक्नुहुन्छ बाटोको अवस्था यस्तो छ
गाइज एउटा कुरा भनौँ, यस्तो मस्तको हाँसो लाग्छ होला, बट हामी चाहिँ नि यस्तो पिच बाटोमा हिँड्न पाउँछौँ, बिचमा आएर। यहाँभन्दा अलि माथि गयो भने यहाँदेखि अलि अति अगाडि गएर फेरि अफरोडिङ सुरु हुन्छ। हेर्न सक्नुहुन्छ कस्तो मस्तको गाउँ छ, यस्तो ब्युटिफुल, यस्तो दामी, मन चाहिँ एकदम रिल्याक्स हुने ठाउँ क्या। यहाँभन्दा अझै माथि जानुपर्छ, यस्तो बब्बाल देखिन्छ 5 कटेबाट, हजुरहरूलाई देखाउँछु। अनि ढिमे डमडाला पनि यस्तो बब्बाल ठाउँ छ क्या, घरहरू यस्तो मस्तको छ। सो अब हाम्रो चाहिँ पिच अब चाहिँ हिँडेर सकिन्छ सायद। अनि मेन अप्ठ्यारो भन्ने कुरा चाहिँ गाइज होइन, यहाँदेखि चाहिँ त्यहाँदेखि अलि अगाडि जान्छसम्म चाहिँ यस्तो बब्बाल अफरोडिङ छ। अब गाइज हाम्रो सुरु भयो यहाँदेखि अफरोडिङ, यताबाट हालौँ है त, यहाँबाट हालौँ। अलि पानी पहिला पुरै पानी हुन्छ होइन, अनि पानीले गर्दा चाहिँ पुरै खतम गरेको हुन्छ क्या गाइज। हेन्डकोले मलाई अलि समस्या गर्छ कि जस्तो लाग्छ अलि होइन, यो यहाँबाट माथिको बाटोले अलि समस्या गर्छ जस्तो लागिरहेको छ मलाई चाहिँ। अघिकोले चाहिँ के गरेन हेर्नु न, केही रेसै लग्दैन, यो के भएको होला। अब यसलाई मैले कसरी लग्ने हो माथि, त्यो तरिकाले होला जस्तो लागेन। कस्तो गरी लग्ने हो गाइस, कि रोकै नरोक्नु पऱ्यो, रोक्यो त बन्दा भइहाल्छ क्या यो बाइक त। रोक्यो कि अलिकति गियर तलमाथि गर्न रोक्यो कि, पहिला पनि एकचोटि यस्तै के भइरहेको थियो होइन। यो हेर्नु न, यो रेसै लगिरहेको छ नि, रेसै लगिरहेको छैन गाइज। भने यस्तो रिस उठिरहेको छ मलाई यो बाइक देखेर होइन, पुरै छोड्थ्यौँ क्या। अब कोही गाडीहरू आयो भने चाहिँ यस्तो ठाउँमा कसरी फसिहाल्छ नि सब। लास्ट रिस उठिरहेको छ मलाई यो बाइक देखेर। अलिकति यो बढाउन त के हुन्छ, अलिकति राहत मिल्छ कि। अलिक कम गरेको थिएँ मैले, हाफ क्लचमा चलाएर थिएँ। ल गाइज म त लास्टै थाकिसक्यो यो बाइक देखेर। के गर्ने हो उपाय नै छैन हो, मलाई त लास्टै उपाय खत्तम भइसक्यो। यस्तो ठाउँमा हालिन्छ अनि यस्तो बाइक ल्याएर होला तपाईँले भन्नुहुन्छ होला। अब के गर्नु, आफू गरिब छु होइन। पिकअप चाहिँ एकदम बेस्ट छ क्या, उहाँ यस्तो दामी छ, जस्तो 2-3जना मान्छे हाल्यो भने तान्न सक्छ। तर यो लास्टमा यो बिचमा यो पिकअप गइहाल्छ क्या यसको, नत्र यस्तो दामी छ नि पिकअप। यस्तो हेर्न सक्नुहुन्छ, यस्तो बब्बाल गरी तानिदिएको क्या। यस्तो छ बाटोको अवस्था गाइस, ठुलो। अब यो बाटो चाहिँ यहाँदेखि हल्का अप्ठ्यारो छ, त्यहाँदेखि अब कसरी तान्ने यो बाइकलाई चाहिँ एकछिन बन्द गरेर फेरि स्टार्ट गर्नुपर्छ जस्तो लागिरहेको छ। हेर्नु न, पिकअप चाहिँ यस्तो दामी चाहिँ, यस्तो दामी पिकअप छ। तर के भइरहेको छ भनेपछि अलिक सफा त गरिदिएको रहेछ पहिलाभन्दा। के गरिदिइरहेको छ भने यस्तो बिचमा हेर्नु रेसै लगिदिइरहेको छैन क्या, मलाई यो तनाव लागिरहेको छ। यति हो उकालो केटा, बिस्तारै तान्न पाउनुहुन्छ। गरिब महिनामा आउनु होला, यस्तो दामी तरिकाले काफल अनि हैसालु यो बाटो भाइ पाउनुहुन्छ हजुरहरूले। आउँदाखेरि चाहिँ यो खलङ्गा बाटो आउँदा पनि भयो। अनि अगाडि छेडा भन्ने ठाउँ छ, छेडा खलङ्गाभन्दा धेरै टाढा उतै हो, नेपालको साइडमै। त्यहाँदेखि आउन सक्नुहुन्छ होइन। अनि यस्तै छ बाइकको अवस्था। अब चाहिँ कच्ची बाटो कमै भयो गाइस, कच्ची बाटो भन्नाले अलिकति अफरोड चाहिँ सक्यो। अलिक ठिकै बाटोमा चाहिँ हामी आइसक्यौँ होइन। 5 कटेसम्म ट्याग लगाएर अनि माथि होटेल छ, होटेल पनि देखाइदिन्छु मैले चाहिँ हजुरहरूलाई। त्यो कहिले ट्रक लगाएर हेर्न सक्नुहुन्छ। हामी अहिले 5 कटे त पुगेको छैनौँ, 5 कटे चाहिँ पारि हो, गाडी गइरहेको छ। कस्तो दामी देखेर हेर्न सक्नुहुन्छ। त्यो डाँडादेखि चाहिँ पुरै देखिन्छ कि, अलि माथि जानुपर्छ होइन। त्यहाँदेखि चाहिँ यस्तो दामी देखिन्छ, हेर्न सक्नुहुन्छ। गुराँसको बोटहरू अझै, गुराँसको फुलहरू अझै फुलिरहेको छ। हाम्रो गाउँतिर चाहिँ गुराँसको सिजन हुँदैन, जहिले पनि फुल्दिन्छ मन चाह्यो भने। त्यस्तो छ नि, दामी छ क्या ठाउँ। पुसे गाउँपालिका अलिकति यो रोडहरू चाहिँ दामी गराइदियो भने चाहिँ
यस्तो दामी छ नि ठाउँ चाहिँ पुरै छोडिदिउँ क्या घुम्नको लागि एकदम बेस्ट छ ठाउँ चाहिँ अनि यहाँदेखि कुसे पाटनतिर जानुभयो भने चाहिँ यस्तो बब्बाल ठाउँ त्यो डोर पाटन त हजुरहरूको लागि त केही होइन क्या मान्छेहरू चाहिँ प्रायः जसो माथितिर कोही नगएर होला यस्तो दामी छ नि ठाउँ चाहिँ अनि यस्तो बब्बालको मान्छेहरूले चाहिँ हिँडेर आउनु परिरहेको हुन्छ होइन तर यस्तो बब्बाल छ नि यो बाटोसाटो एकदम क्लियर भइदियो भने चाहिँ सो फाइनल्ली गाइज हामी चाहिँ ट्याक्कै पुगिसक्यौँ हामी पाँच काटे भन्ने ठाउँमा चाहिँ सो मेरो चाहिँ नाकबाट बगिरहेको छ पानी चिसोले गर्दा यो ठाउँमा चाहिँ यस्तो चिसो हुन्छ नि गर्मी महिनामा पनि यस्तो चिसो हुन्छ जाडो महिनामा त पुरै छोड्ने अब यहाँदेखि चाहिँ दमदालाई एकदम नजिकै छ हेर्न सक्नुहुन्छ मस्तको भ्यूहरू छ होइन होटेल देखाउँछु म चाहिँ रुच्छु यहाँ छ राजु होटेल भन्ने चाहिँ यो वाला चाहिँ राजु होटेल हो सो यो गाडी चाहिँ हिँडेर रोकिदियो ल यसरी नहेरौँ न अनि यताबाट कताबाट बारेकोटबाट पनि आउँछ अरे क्या बाटो सायद यही होला सायद है कहाँबाट आउँछ बारेकोटबाट अब हामी चाहिँ यो बाटो तलबाट जान्छौँ हामी डिमे डम्डालातिर अनि हेर्न सक्नुहुन्छ मस्तको माथि स्कुल छ होइन अनि हामी चाहिँ यहाँबाट घुमेर चढसुड काम गरेर त्यसपछि निस्किन्छौँ तर गाडीहरू चाहिँ टन्नै लाग्दो रहेछ है 2-3वटा चाहिँ पछाडि थियो अनि अगाडि एउटा छ अनि एउटा यहाँनिर छ लागिरहेको छ त्यो गाडी पनि आइरहेको छ अनि मेला पनि लाग्न लागेको छ गाइज यहाँ चाहिँ अब म चाहिँ मेलामा बस्दैन होला बाइकको स्पिड यस्तो छ सो म सकेसम्म चाहिँ आजै फर्किजाउँला जस्तो लाग्छ अलि तल गएपछि ग्यारेजसम्म गएपछि अलि सजिलो होला भनेर सोचिरहेको छु त्यही हो बब्बाल छ ठाउँ यस्तो दामी छ आउनु होला भिजिट गर्नु होला र रमाइलो हुनेछ यदि अब कोहीलाई होइन अब जान एक्लै डर लाग्छ भनेपछि होइन कन्ट्याक्ट गर्नु होला तपाईँको भाइ छँदैछ जे भ्लगर यहाँ छँदैछ सो एकदम